के छ हौ सङ्गीता तिम्रो हालखबर के छ हौ कस्तो देख्या के ज्वरो ज्वरो सन्चो भयो खै ज्वरो छैन कि मुख तितो भयो किन तितो भयो त चिनी खाऊ न भेली खाऊ अनि खाऊ छ त मिठो चिजहरू तितो भएपछि खानु मिठोले झन् कस्तो अनि छोरी कहाँ गई रिसाएर गयो बाहिर किन रिसाइ त नि खाना बनाउने बेला भएन हेट म ड्युटी जान्छु अहिले मैले छुट्टिएर खाना बनाउनु लाग्यो र अनि बिरामी हुँदा बनाउनु भएन खाना बनाउनु त काम हो नि घरमा नि खाना बनाएपछि त नोकरी छोड्दिनु मन लाग्छ फेरि बिरामी हुँदा त पकाएर खुवाउनु पर्यो राइट त्यस्तो पनि हुन्छ हुन्छ यस्तो पनि हुन्छ राइट हुँदैन यस्तो त के खाने त फेरि मोमो बनाइदिनु अनि म सागसब्जी बनाउनलाई बसेको यहाँ ओ मेन साप ओ मेन ओ मेन साप हेलो मेन साप अनि सङ्गीता अरू भन न तिम्रो के छ त नि हालखबर विवाहित जीवन कस्तो लागेको छ त नि यो बुढोसँग ओ भन न मेरो बयान गरिदियो त एक अनुवादमा एक अनुच्छेदमा यो मान्छेसँगको विवाहित जीवन बोल्न नपाएर खोकी लाग्छ झन् धेरै खोकी लागिरहेको हाइट त्यही